के तपाईलाई थाहा छ नेपालमा एउटा यस्तो मूर्ति छ जसले देशमा संकट आउनु अघि पसिना निकाल्छ वा एउटा यस्तो ठाउँ जहाँ ढुङ्गाको विशाल मूर्ति पानीमा तैरिरहेको छ। हाम्रो देश नेपाल केवल प्राकृतिक सुन्दरताले मात्र होइन, अनौठा रहस्य र कहिले सुल्झन नसकेका कथाहरूले पनि भरिएको छ। आज गाउँको झलकको यो विशेष भिडियोमा हामी तपाईलाई नेपालका 5 यस्ता रहस्यमय ठाउँहरूको यात्रामा लैजाँदैछौँ जसको बारेमा सुन्दा तपाईको होस उड्नेछ। हाम्रो सूचीको पहिलो नम्बरमा छ दोलखाको भीमसेन मन्दिर। यहाँको भीमसेनको मूर्तिले पसिना निकाल्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर यो इतिहासमा धेरै पटक प्रमाणित भएको सत्य हो। जनविश्वास छ कि जब देशमा कुनै ठूलो संकट वा परिवर्तन आउन लागेको हुन्छ, यो मूर्तिमा पसिनाका थोपाहरू देखिन्छन्। विज्ञानले यसलाई जति नै व्याख्या गर्न खोजे पनि केवल एउटा ढुङ्गाको मूर्तिमा मात्र यस्तो हुनु आज पनि एउटा ठूलो रहस्य हो। दोस्रो रहस्य छ मुस्ताङका स्काई केव्स वा आकाश छुने गुफाहरू। मुस्ताङका अग्ला र ठाडा भिरहरूमा हजारौंको संख्यामा मानव निर्मित गुफाहरू छन्। अचम्मको कुरा त यो छ कि ती गुफाहरू यति अग्लो ठाउँमा छन् जहाँ पुग्न आजको आधुनिक प्रविधि बिना असम्भव जस्तै देखिन्छ। हजारौं वर्ष अघि मानिसहरू त्यहाँ कसरी चढे र ती गुफा किन बनाइए, यो रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेको छैन। तेस्रो नम्बरमा आउँछ काठमाडौँको बुरा नीलकण्ठ मन्दिर। यहाँ भगवान विष्णुको एउटै विशाल ढुङ्गाबाट बनेको मूर्ति पानीमा तैरिरहेको छ। वैज्ञानिक हिसाबले यति ठूलो र गरुङ्गो ढुङ्गा पानीमा डुब्नु पर्ने हो, तर यो मूर्ति शताब्दीयौंदेखि पानीको सतहमा तैरिरहेको छ। यो कस्तो खालको ढुङ्गा हो र यसलाई कसरी सन्तुलन मिलाइयो, यो आजको इन्जिनियरिङका लागि पनि एउटा चुनौती हो। चौथो रहस्य छ ताप्लेजुङको पाथिभरा देवीको मन्दिर। यहाँको एउटा अनौठो नियम छ, यहाँको माटो कहिले पनि घर लैजानु हुँदैन। भनिन्छ यदि कसैले झुक्किएर वा जानी जानी यहाँको माटो घर लग्यो भने उसलाई ठूलो अनिष्ट हुने र घरमा अशान्ति फैलिने गर्छ। धेरैले यसलाई अन्धविश्वास भन्लान्, तर स्थानीय बासिन्दाहरूले यस्ता धेरै घटनाहरू देखेका छन् जसले यो ठाउँमा कुनै अलौकिक शक्ति रहेको पुष्टि गर्छ। र अन्तिम रहस्य हो स्वयम्भूनाथ। भनिन्छ धेरै वर्ष पहिले काठमाडौँ उपत्यका दहको रूपमा रहँदा स्वयम्भूको उत्पत्ति एउटा दिव्य ज्योतिबाट भएको थियो। त्यो ज्योति अझै पनि स्वयम्भू स्तूपको भित्र सुरक्षित रहेको विश्वास गरिन्छ। यो ठाउँको ऊर्जा र इतिहासले आज पनि संसारभरका मानिसहरूलाई अचम्ममा पार्ने गर्छ। यी त थिए नेपालका केही लुकेका रहस्यहरू। हाम्रो देश नेपाल यस्तै अनौठा र दिव्य शक्तिहरूले भरिएको छ। तपाईलाई यी मध्ये कुन रहस्य सबैभन्दा बढी अचम्म लाग्यो? कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन परेमा एउटा लाइक गरिदिनुहोला र यस्तै रोचक जानकारीका लागि हाम्रो च्यानल गाउँको झलकलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। जय नेपाल।